बक्यौता रकम नउठाउने गरी आएका आग्रह प्रभाव दबावलाई मेरो जिम्मेवारी निष्ठा र कर्तव्यले स्वीकार गर्न सकेन। संस्था र राष्ट्रप्रति घात गर्न मेरो इमान र स्वाभिमानले अनुमति दिएन। त्यसैले म कानुनको पालना र प्राधिकरणको हितलाई नै सर्वोपरि मानेर म आफ्नो भूमिकामा डट्दै आएको हुँ। महसुलमा चित्त नबुझे प्राधिकरणको पुनरावलोकन समिति विद्युत नियमन आयोग जान सक्ने अधिकारलाई सदुपयोग गर्नुको सट्टा शक्ति केन्द्रमा धाइरहेका व्यक्तिहरूले अहिले केही समय न्यानो महसुस गरेका होलान्, तर सार्वजनिक कोषप्रति उनीहरूको दायित्वबाट कसैले पनि उन्मुक्ति पाउने छैन। तिनलाई संरक्षण गर्ने शक्ति र समूहले पनि राष्ट्रका सामुन्ने यसको हिसाब किताब बुझाउनु पर्नेछ भन्नेमा म विश्वस्त छु।